यो सुदूरपश्चिम प्रदेश स्तरीय होमस्टे मेला महोत्सव 2082 को कार्यक्रमको प्रगति प्रतिवेदन र आम्दानी खर्चको आज हामी सार्वजनिक सुनवाई गर्न गइरहेका छौँ र यस कार्यक्रममा यहाँ सम्पूर्ण पत्रकार मित्र साथीहरू यहाँ हाम्रो निमन्त्रणलाई स्वीकारेर आइदिनु भएकोमा यहाँलाई सर्वप्रथम त यस भाडा होमस्टेको तर्फबाट र म आफ्नो व्यक्तिगत तर्फबाट हार्दिक स्वागत गर्दछु र हार्दिक धन्यवाद पनि ज्ञापन गर्दछु। र यो महोत्सव चाहिँ पहिला हाम्रो दिनेशजी पनि भनिसक्नु भएको छ, हामी वैशाखको 18, 19 र 20 गते चाहिँ हामी सम्पन्न गरेका छौँ र जहाँसम्म हामीले यो सुदूरपश्चिम प्रदेश स्तरीय जुन होमस्टे मार्फत यहाँको चाहिँ कला संस्कृति, यहाँको वेशभूषा, यहाँको खानपान र यहाँको पर्यटकीय स्थलहरूको हामीले जानकारी दिन पायौँ र यो सुदूरपश्चिमलाई चाहिँ एउटा पर्यटकीय हिसाबले चाहिँ एउटा देश विदेशसम्म चिनाउने जुन हाम्रो प्रयास छ त्यसका लागि चाहिँ यहाँ सबैजना हामी हातेमालो गर्दै अगाडि बढ्यो भने अवश्य पनि सुदूरपश्चिम एउटा पर्यटकीय क्षेत्रको हब बन्न सक्छ भन्ने हामीले बुझेका छौँ। तसर्थ हामीले गरेको यो सुदूरपश्चिम प्रदेश स्तरीय होमस्टे मेला महोत्सव कार्यक्रमको चाहिँ हामी केही कुराहरू म यहाँ राख्न चाहन्छु। सुदूरपश्चिम प्रदेशका यो हाम्रो प्रगति के भयो भन्ने कुरामा यहाँ राख्न चाहन्छु। सुदूरपश्चिम प्रदेशका विभिन्न सांस्कृतिक कार्यक्रमहरू हामीले गरेका थियौँ यहाँ, जस्तै दार्चुला, डोटी, बाजुला, कैलाली, कञ्चनपुर र पोखरा समेत का चाहिँ अन्य प्रदेशको सांस्कृतिक कार्यक्रम पनि हामी यहाँ प्रस्तुत गरेका थियौँ। करिब चाहिँ हामीले 16वटा टोली चाहिँ हामीले यहाँ नाच टोलीहरू जो आफ्नो संस्कृतिहरू प्रस्तुत गर्नु भएको थियो। त्यसका साथसाथमा पनि अन्य चाहिँ सांस्कृतिक कलाकर्मीहरूले पनि प्रस्तुत गर्नु भएको थियो र प्रत्यक्ष चाहिँ सङ्ग्रहालयको चाहिँ हामीले व्यवस्था गरेका थियौँ। प्रत्यक्ष जो काम गरिराखेका छन्, जो चाहिँ ढकिया बुनिराखेका छन्, जो जाल बुनिरहेका छन्, प्रत्यक्ष जाल बुन्दै देखाएको पनि हामीले प्रत्यक्ष सङ्ग्रहालयको पनि हामीले गरेका थियौँ। त्यसपछि रमाइलो मेला, त्यहाँ काठी पिङ सहित जो हाम्रो परम्परादेखि चलि आएको हामी हिरोल्ना भन्छौँ, त्यो काठी पिङ सेयर गर्न सकिन्थ्यो, त्यो व्यवस्था गरेका थियौँ। र हामी 74 जनालाई शुक्ला फाँटा राष्ट्रिय निकुञ्जको अवलोकन भ्रमण पनि हामी गराएका थियौँ। हाम्रो यस सुदूरपश्चिम भन्दा बाहेकका जो हाम्रो पाहुनाहरू थिए, जो हाम्रो सहभागीहरू थिए, उहाँहरूलाई चाहिँ हामीले गरेका थियौँ। अनि त्यसै गरी हामी हाम्रो प्रदेश जो हाम्रो सुदूरपश्चिम प्रदेश र अन्य प्रदेशहरूबाट जो सहभागीहरू आउनुभएको थियो, करिब हामीले चाहिँ 220 जनालाई चाहिँ हाम्रो यो कार्यक्रममा प्रत्यक्ष सहभागितामा रहनु भएको थियो र त्यसका साथसाथै पनि हामीले हजारौँ जना मान्छेहरू पनि प्रत्यक्ष चाहिँ त्यहाँहरू सहभागी हुनुभयो, प्रत्यक्ष चाहिँ कार्यक्रमको विषयमा जानकारी दिनुभयो। त्यसै गरी हाम्रो होमस्टे सम्बन्धी छलफल र अन्तर्क्रियाहरू पनि हामीले गरेका थियौँ। त्यसै गरी हाम्रो राणा थारू होमस्टे, कञ्चनपुर, विजयशाल होमस्टे, कञ्चन मजगाउँ, थारू होमस्टे, नुकुपुर होमस्टे लगायतका चाहिँ हामीले होमस्टे चाहिँ हामीले सहभागीहरूलाई भ्रमण गराएका थियौँ। र त्यसै गरी हामीले सुदूरपश्चिमका होमस्टेहरूको ब्रोसर निर्माण पनि गरेका छौँ। हामीले यो सुदूरपश्चिमभरिमा रहेका निजी तथा सामुदायिक होमस्टेहरूको चाहिँ एउटा हामीले ब्रोसर निर्माण गरेका छौँ। त्यसमा चाहिँ हामीले त्यहाँको फोन नम्बर, त्यहाँको चाहिँ सेवा सुविधा, त्यहाँको कतिजना हामी बस्न सक्छौँ, कति शैय्या छ, कति कोठा छ भन्ने कुरा चाहिँ हामीले त्यसमा राखेका छौँ र यहाँहरूलाई अहिले हामी त्यो पनि उपलब्ध गराउँछौँ। र मौलिक खानपानको कुराहरू पनि थिए। हाम्रो विभिन्न होमस्टेहरूबाट आफ्नो खानपानका कुराहरू पनि यहाँ प्रदर्शन गर्न ल्याउनु भएको थियो। त्यसै गरी मौलिक पहिरन, रहनसहनको बारेमा पनि हामीले छलफल गऱ्यौँ। कुन प्रदेशमा र कुन हाम्रो सुदूरपश्चिमका कुन जिल्लामा कस्तो पहिरन छ, कस्तो वेशभूषा छ, कस्तो रहनसहन छ, त्यसका विषयमा पनि हामी जानकार भयौँ। हामीले आफ्ना कुराहरू साटासाट चाहिँ गर्न पायौँ र खेलकुदका कुराहरू पनि हामीले पश्चिम प्रदेश स्तरीय होमस्टे मेला महोत्सव 2082 को कार्यक्रमको आम्दानी तथा खर्चको विवरण यस प्रकार रहेको छ। र आयतर्फ हाम्रो उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाइ सुदूरपश्चिम प्रदेश धनगढी कैलालीबाट 15 लाख रुपियाँ चाहिँ बजेट विनियोजन भएको थियो। र त्यसपछि हामी ZSL शुक्ला फाँटा कञ्चनपुरले चाहिँ हामीले 30,000 को चाहिँ व्यवस्था गरेको थियो। त्यसै गरी कृषि विकास बैंक लिमिटेड
शाखा कार्यालय क्याम्पस रोड धनगढीले 10,000 रुपियाँ चाहिँ हामीलाई सहयोग गरेको छ। त्यसै गरी डिभिजन वन कार्यालय धनगढी कैराले 10,000 रुपियाँ गरेको छ। त्यसै गरी नेपाल पन्छी संरक्षण सङ्घले 10,000 सहयोग गरेको छ। त्यसै गरी 15,60,000 रुपियाँ चाहिँ हाम्रो आयतर्फ रहेको छ। र त्यसै गरी हाम्रो खर्चतर्फ मञ्च, स्टेज, सजावट, गेट निर्माण, स्टल तथा सम्पूर्ण केन्द्र सामग्री र साउन्ड सिस्टम सेट सहित चाहिँ हाम्रो 3,45,780 रुपियाँ चाहिँ हाम्रो यसमा खर्च भएको छ। र त्यसै गरी मायाको चिनो, प्रमाणपत्र, प्रशंसापत्र, सम्मानपत्र, फ्रेम सहित छपाई, ब्याज, माला, खादा सहितको चाहिँ हाम्रो 87,530 रुपियाँ खर्च भएको छ। त्यसै गरी ब्रोसर, पम्पलेट तथा प्रचार सामग्री खर्च 30,000 जुन हामीले निकालेका छौँ। र प्रचार प्रसार, टिभी, रेडियो, पत्र पत्रिका खर्च चाहिँ हाम्रो 50,000। पत्रकार सम्मेलन खर्च 10,080 रुपियाँ। र सांस्कृतिक कार्यक्रम, हिमाल पहाड तराईको टोलीहरूलाई आटे जाटे तथा उहाँलाई बाटोमा खाना खर्च लगायतको चाहिँ हामीले 2,25,000 रुपियाँ हामीले चाहिँ त्यसमा खर्च भएको छ। त्यसै गरी उद्घोषक 3 दिनको चाहिँ हामीले 7,500 रुपियाँ। त्यसै ब्यानर, फ्लेक्स प्रिन्ट चाहिँ 16,950 रुपियाँ। थारू हस्तकला प्रदर्शनी खर्च 15,000 रुपियाँ। चिया ब्रेक उद्घाटन र समापनमा 6,000 रुपियाँ। खेलकुदतर्फ 6,000 रुपियाँ। क्यामराम्यान, भिडियो तथा फोटोग्राफी 30,000। अनि कार्यक्रम व्यवस्थापन, बैठक भत्ता, खाजासहितको खर्च यो पटक बैठक भत्ता र खाजासहितको चाहिँ 74,000 रुपियाँ। अनि खाजा, खाना र आवास विभिन्न होमस्टेबाट आएका सहभागीहरू र कलाकार तथा पाहुनाहरूको खर्च यसमा 5,30,000 रुपियाँ चाहिँ खर्च भएको छ। त्यसै गरी यातायात, भ्रमण तथा अन्य होमस्टेमा लैजाने खर्च जसै हामीले भ्रमण लग्यौँ त्यसपछि एक होमस्टेबाट दोस्रो होमस्टेमा त्यसमा 82,000 रुपियाँ चाहिँ खर्च भएको छ। त्यसै कार्यक्रम समीक्षा तथा समापन खर्च 20,000 चाहिँ हाम्रो भएको छ। हालसम्म भनौँ न त्यो अनुमान चाहिँ हामीले 20,000 राखेका छौँ। त्यसै विविध खर्च चाहिँ हामी 25,426 रुपियाँ 56 पैसा हाम्रो चाहिँ खर्च भयो। त्यसै गरी हाम्रो टोटल चाहिँ 15,61,266 रुपियाँ 56 पैसा चाहिँ हाम्रो यो खर्च भएको छ। धन्यवाद। कार्यक्रम पनि हामीले गरेका थियौँ। त्यसै गरी होमस्टे सम्पर्क समन्वय, होमस्टेहरूसँग सम्पर्क पनि भयो, समन्वय पनि भयो। हामी विभिन्न देशैभरिबाट आएका होमस्टेहरूसँग पनि सम्पर्क भयो, समन्वय भयो। हामीले विभिन्न कुराकानीहरू उहाँहरूसँग गऱ्यौँ। यो होमस्टे सम्बन्धी, पर्यटन सम्बन्धी, कृषि सम्बन्धी जस्तै हाम्रो मुख्य एजेन्डा के हो भने हाम्रो कृषि जस्तै पर्यटन र हाम्रो संस्कृति, प्रकृति, संस्कृति र कृषि यी 3टा कुरालाई चाहिँ हामीले जोड्न खोजेका छौँ। र त्यही माध्यमबाट चाहिँ हामीले होमस्टे मार्फत चाहिँ हामी पर्यटन प्रवर्धन गर्न खोजेका छौँ। र पहिलोपटक चाहिँ हामीले यो सुदूरपश्चिम स्तरीय चाहिँ हामी होमस्टे मेला महोत्सव चाहिँ हामीले गर्न सफल भयौँ भन्ने कुरा चाहिँ हामीले गरेका छौँ। यो महोत्सव हामीले सफल चाहिँ भएको छ भन्ने हामीले निष्कर्ष निकालेका छौँ। र यहाँहरूबाट पनि धेरै कुराहरू सहयोग क्षेत्रलाई पनि यहाँहरूकै हातबाट पनि धेरै कुराहरू अगाडि बढ्न सक्छ र धेरै कुराहरू किनभने देशलाई देश र विदेशमा चिनाउने हाम्रो पर्यटकीय क्षेत्रहरू लगायतका विभिन्न कुराहरू, भाषाभाषीका कुराहरू, यहाँका रहनसहनका कुराहरू, यी सबै कुरा यहाँहरूबाट धेरै कुराहरू चाहिँ अगाडि बढ्छ भन्ने हामीले मान्यता लिएका छौँ र हामीले मानेका पनि छौँ। र यहाँहरूबाट यस्ता कुरामा झन् धेरै अगाडि चाहिँ कलम बढोस् भन्ने कुरा चाहिँ हामी आग्रह पनि गर्न चाहन्छु। धन्यवाद। र अर्को अब म